तैँले मेरो कट्टु किन चोरेको? 2 वर्ष अगाडिको दसैँमा किनेको कट्टु थियो मेरो, त्यो पनि फल परेको। अर्को किन्ने पैसा थिएन। साला अबै त जिन्दगीभर कट्टु नलाइकन हिँड्छ। मेरो कट्टु पनि लैदिस् हैन तैँले? मन कतिमा बेचिस् तैँले मेरो कट्टु? भन किन चुप लाछस्? तैँले त ला छैन? लाएन मैले, जिन्दगीभर कट्टु लाएन मैले। त्यसो भए मलाई भन, मेरो कट्टु अमिलो बनाउँछु भन्ने कुरा तँलाई कसरी थाहा? यसको मतलब तैँले पक्कै नै मेरो कट्टु झुएको हुनुपर्छ। तैँले मेरो कट्टु किन चोरेको? 2 वर्ष अगाडिको दसैँमा किनेको कट्टु थियो मेरो, त्यो पनि फल परेको। अर्को किन्ने पैसा थिएन। साला अबै त जिन्दगीभर कट्टु नलाइकन हिँड्छ। मेरो कट्टु पनि लैदिस् हैन तैँले? मन कतिमा बेचिस् तैँले मेरो कट्टु? भन किन चुप लाछस्? तैँले त ला छैन? लाएन मैले, जिन्दगीभर कट्टु लाएन मैले। त्यसो भए मलाई भन, मेरो कट्टु अमिलो बनाउँछु भन्ने कुरा तँलाई कसरी थाहा? यसको मतलब तैँले पक्कै नै मेरो कट्टु झुएको हुनुपर्छ।